3-4 थरी पकाउन मन लाग्छ तर टाइम छैन भने चाहिँ यसरी राइस कुकरमा पकाउन सक्नुहुन्छ। भेन्टाको तरकारी, कलरफुल तामागयाकी अनि यो चाहिँ मासु हालेको खाना। आफूलाई चाहिने जति चामल पखालेर रेडी गर्ने अनि यस्तो खालको च्याउ माथिबाट सानो टुक्रा बनाएर हालिदिने। मैले यहाँ लिएको कुखुराको किमा, डिप फ्रिजको कोन 1 मुठी, माथिबाट बच्चाको सोयो 1 चम्चा, मिरिन 1 चम्चा र अनि साके 1 चम्चा। खाना पकाउँदा युज गर्ने रक्सी हो। रक्सी खुवायो भनेर गाली नगर्नु होला। मिक्स गरिदिने यसलाई। साइडमा चाहिँ कुकिङ सिट अलिकति च्याते मैले। डिप फ्रिजको मिक्स भेजिटेबल र साग लिएँ थोरै। त्यहाँ माथिबाट एउटा अन्डा फुटाएर थोरै नुन हालेर अनि यसलाई मिक्स गरिदिएँ। अनि यसलाई चाहिँ क्यान्डी जस्तो बनाएर त्यो अघिको भातमाथि हालिदिने। यो रेडी हुन्छ कलरफुल तामागयाकी। खाना पकाउने बेला जहिले पनि बोक भन्छ कि छोरी भएको दिन चाहिँ यस्तै गाह्रो हुन्छ। सो भेन्टाको तरकारीको चाहिँ मैले भिडियो खिच्न बिर्सेछु। कुनै दिन टाइम मिल्यो भने चाहिँ त्यो पनि हाल्छु। र यो पाकेर रेडी भइसक्यो। खाना चाहिँ मजाले मिक्स गर्नुपर्ने हुन्छ। अनि तामागयाकी रेडी भइसक्यो। त यो चाहिँ छोरीको फेभरेट हो। सो मैले चाहिँ प्राय यसरी नै दिने गरेको छु। यो चाहिँ भेन्टाको तरकारी, अदुवा र लसुन हालेको भेन्टाको तरकारी हो। साइडमा भेन्टाको तरकारी, खाना अनि तामागयाकी। डाइरेक्ट मासु दिँदा नखाने बच्चाले यसरी खाइदिन्छन् है त। सो ट्राई गर्नु होला।